अब समाचार विस्तारमा। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानून बमोजिम कारबाही हुने स्पष्ट पारेको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भएपछि कानून बमोजिम कारबाही हुने जनाएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको विषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताउनुभयो। उम्मेद्वारले तोकेर सहयोग माग्न नपाइने भन्दै उहाँले स्वेच्छाले हुने सहयोगलाई कानूनले गैर कानूनी नमान्ने धारणा राख्नुभयो। चुनावका नाममा नियत बस आर्थिक दुरुपयोग भएको देखिए कानून बमोजिम त्यसको पछि समाधान हुने उहाँले बताउनुभयो। प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरू जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिनुभयो। उहाँले फागुन 4 गतेदेखि प्रचार प्रसार शुरू हुने भन्दै मतदातालाई कुनै खालको दबाव भए नभएको आयोगले हेर्ने बताउनुभयो। सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उहाँले बताउनुभयो। यसरी पठायो भने सदर हुन्छ, यसरी हुँदाखेरि बदर हुने चान्सेस हुन्छ भन्ने लगायतका विषयहरूमा प्र्याक्टिकल्ली सिकाउनलाई त्यो जिल्ला सदरमुकाममा पुगिसकेका छ। समानुपातिक तर्फको पनि यो 2,08,30,000 मतपत्र छपाई सम्पन्न भएर त्यसको प्याकेटिङ पनि सम्पन्न भएर अहिले मौजदात राखिएको अवस्था छ र प्रत्यक्षतर्फको मतपत्र छपाईको कामले गति लिइराखेको छ। हिजो बेलुकीसम्मको तथ्याङ्क भन्दाखेरि आज बिहानसम्म अथवा हिजो बेलुकी नै भनौँ, हिजो बेलुकीको डेटा आज हामीलाई बिहान प्राप्त भएको तथ्याङ्क अनुसार करिब 84,40,000 मतपत्र छपाई भइसकेको छ। अर्को प्रश्न चाहिँ फागुन 4 देखि प्रचार प्रसार सुरु हुन्छ, शान्ति सुरक्षाको व्यवस्था के मिलाउनु भएको छ भन्ने प्रश्न गर्नुभयो। मैले निर्वाचन आयोगको आँखाबाट हेरेर शान्ति सुरक्षाको कुरा गर्दैछु। हाम्रो हिसाबले हेर्दाखेरि शान्ति सुरक्षाको केन्द्रबिन्दु भनेको सबै राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना कार्यक्रम मतदाता समक्ष निर्वाध रूपमा पुर्याउन पाए कि पाएनन् र मतदातालाई मतदान गर्नलाई कुनै खालको प्रेसर दबाव गरियो कि गरिएन। उहाँले निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र प्याकिङ भएर मौजदात राखिएको अवस्थामा रहेको जानकारी दिनुभयो। प्रत्यक्षतर्फको मतपत्र छपाईको कामले गति लिइरहेको र अहिलेसम्म करिब 84,40,000 भन्दा बढी मतपत्र छपाई भइसकेको उहाँले बताउनुभयो। स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको बताउनु भएको छ। शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गौतमले स्रोत सहमति पनि नलिई र स्रोत सुनिश्चित नगरी रकमहरू खर्च गरेका कारण स्वास्थ्य बीमा बोर्डको आर्थिक दायित्व बढेको बताउनु भएको हो। वार्षिक बजेटको परिधिभित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले चालू आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमालाई 10 अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिनुभयो। मन्त्री गौतमले मितव्ययी र स्रोतको सही सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो। काम गर्नेहरू अथवा सम्पूर्ण नेपालीहरूलाई के थाहा छ भने वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ। त्योभन्दा बाहिर जानु पाइँदैन। त्योभन्दा बाहिर जानु पर्यो भने हामीले अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्छ, स्रोत सहमति दिनुपर्छ। जस्तो भर्खरै मेयर साहबले भन्नुभयो नि, मेरो स्रोत सहमति भएको पैसा निर्माणको बाँकी छ भन्नुभयो। त्यस्तै उहाँले अनियन्त्रित रूपमा पूर्व जानकारी नदिई सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताउनु भएको छ। शुक्रबार कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै सभापति थापाले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताउनु भएको हो।
अहिले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै थापाले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको उल्लेख गर्नुभयो। उहाँले सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार भएकाले भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएर आएको कांग्रेस नै भएको दावी गर्नुभयो। सभापति थापाले निर्वाचनको प्रचार प्रसार गर्ने तरिका बदल्नुपर्ने र मतदाताको गाली र प्रश्नलाई सुन्नुपर्नेमा जोड़ दिनुभयो। त्यो बेलाको सबैभन्दा ठूलो मुद्दा के थियो? हिंसा सबैभन्दा ठूलो मुद्दा थियो। हिंसाले छिया बनाएको थियो। त्यो राष्ट्रिय शक्ति नेपाली कांग्रेस भएकोले गर्दा नेपाली कांग्रेसले संकल्प गर्यो हिंसाबाट देशलाई बाहिर निकाल्छ। आफ्नो छातीमा गोली हान्ने माओवादीसँग हात मिलाएको हो नि त हामीले। घाउ बिर्सेर हात मिलाएको हो नि त। यो राष्ट्रिय शक्तिको जिम्मेवारी हो। आज नेपाली कांग्रेसले त्यही राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नुपर्ने छ। एउटा नागरिकहरूको रिस छ, त्यो रिस त्यो गहिरो छ, र अर्को राज्यका संस्थाहरूप्रति, चाहे त्यो संविधान होला, अड्डा होला, अदालत होला, राजनीतिक दल होला, नेतृत्व होला, सबैप्रति एउटा चरम अविश्वास छ। सभापति थापाले अब कांग्रेसले नै मुलुकको एकल नेतृत्व सम्हाले मात्र देश बन्ने दावी सहित अबको सरकार कांग्रेसको मात्र नभनी अब 100 पार गर्ने गरी मत माग्नुपर्ने बताउनुभयो। देशभरका नेता तथा कार्यकर्ताले बढी मेहनत गरे पार्टीको बहुमत आउन सक्ने उहाँको भनाइ छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरूले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताउनु भएको हो। नयाँ र पुरानोको निधो विचार एजेन्डा र संघर्षले गर्ने उहाँले बताउनुभयो। प्रचण्डले देशमा आजको सबभन्दा नयाँ भनेको गणतन्त्र भएकाले त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको धारणा राख्नुभयो। महिला, दलित, आदिवासी जनजाति लगायत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफूहरू नयाँ भएको उहाँको भनाइ छ। त्यस्तै प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाउनुभयो। उहाँले निर्वाचन नजिकिँदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पूरै सम्भावना रहेको दावी गर्नुभयो। के भएर निर्वाचन आउन अब 26 दिन मात्रै बाँकी छ। हामीले प्रचार गर्ने अवधि यसभित्र गर्यौं भने म के देखिराखेको छु र मैले भनिराखेको छु भने नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पूरै सम्भावना छ। त्यसकारण म तपाईं सबै कमरेडहरूलाई यो कुरालाई गहिरो गरी आत्मसात गरेर आफ्नो ठाउँबाट सक्रियता र पहल कदमी बढाउन निर्देशित गर्न चाहन्छु। मानिसहरूले नयाँ र पुरानाका कुरा गरेका छन्। के हो नयाँ? कमरेडहरूले घर घरमा टोल टोलमा गएर जनतालाई बुझाउनु पर्नेछ, आफ्ना साथीभाइ देशभित्र बाहिर रहेकालाई। प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास चुनाव क्षेत्रमा नेकपाले चुनाव जित्ने निश्चित भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर 2 मा चुनावी प्रचार सुरु गर्नु भएको छ। शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर 2 का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गर्दै लामिछानेले चुनावी प्रचार सुरु गर्नु भएको हो। सो क्रममा लामिछानेले अबको लडाईँ भनेको दलको नेता उम्मेद्वारसँग नभई गरिबी, अशिक्षा, बेरोजगारी लगायत देशका विभिन्न समस्यासँग भएको बताउनुभयो। चुनावी अभियानका क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसैले गाली गरे पनि प्रतिवाद नगर्न उहाँले अनुरोध गर्नुभयो। उहाँले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राख्नुभयो। आफ्नै बहुमतको सरकार बनाउन सकिएन भने इतिहासले दिएको अवसर हामीले गुमाउनु पर्ने छ। त्यसका लागि विभिन्न ठाउँमा पुग्नुपर्ने छ। म तपाईँहरूलाई त्यो अनुरोध गर्न चाहन्छु। यो यात्रामा अनुरोध
ठगिकन लाग्ने प्रेरणा तपाईँले दिनुभएको थियो, त्यसमा शङ्का गर्नुहुन्छ। आक्रमण विरोधीहरूले भन्ने कुरा त हिजोदेखि झेल्दै आएको, अझै पनि झेल्छु, त्यसको केही चिन्ता लिनुपर्छ। कसैले गाली गर्छ भने चित्त नदुखाउनुहोस्। म बुवाआमालाई देख्छु, बडो आँखामा आँसु राख्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ, फिल गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ। किनकि यो यात्रा त यो त महाभारत हो। किन यसो गरेको, किन उसो गरेको, किन सरकारमा गएको, किन मन्त्री गएको भन्नुहुन्थ्यो नि, यहीको लागि अन्तिम लडाइँ लड्नुपर्ने थियो, लड्न जरुरी थिएन। सभापति लामिछानेले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गर्नुभयो। सप्तरी क्षेत्र नम्बर 3बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी छलफल तथा भेटघाटलाई तीव्रता दिनुभएको छ। डाक्नेश्वरी नगरपालिकाको लक्ष्मीपुर, पातो, बलाटी र बनौला गाउँका स्थानीय नेता कार्यकर्ता तथा आम मतदातासँग छलफल तथा भेटघाटमा अधिकांश जनताले यसअघि चुनाव जितेर गएका जनप्रतिनिधिहरूले विकास नगरेको गुनासो गरेका छन्। गाउँमा अझै सहज बाटो नपुगेको, सिंचाई सुविधा अभाव, गुणस्तरीय शिक्षाको अभाव, सुविधा सम्पन्न अस्पताल नभएको, पुल नहुँदा वर्षायाममा खोला तर्न समस्या झेल्नु परेको, समयमा मलखाद नपाएको, ग्रामीण महिलाहरू अवसरबाट वञ्चित भएको, बेरोजगारी, नदी नियन्त्रण लगायतका समस्याहरू उम्मेद्वार यादव समक्ष राखेका छन्। चुनावका बेला मीठा आश्वासन बाँडेर जाने गरे पनि जितेर गएपछि जनतालाई बिर्सिदिएको जस्ता गुनासाहरू पनि आएको बताउँदै उहाँले साधारण जनताबाट आएका गुनासाहरूलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ। अध्यक्ष यादवले आम जनताका लागि यो अत्यन्तै चिन्ताको विषय हो, सुधारका लागि तिनै तहको सरकारले गम्भीरता देखाउनु जरुरी छ भन्नुभएको छ। आम जनताका समस्या र गुनासाहरूलाई आफूले गहन रूपमा लिएको अध्यक्ष यादवले बताउनुभयो। उहाँले बोल्नुभन्दा पनि परिणाममा विश्वास गर्ने भएकाले त्यो परिवर्तन जनताले अनुभूति गर्न पाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चुनावी छलफल तथा भेटघाटमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादव, पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद शाह, केन्द्रीय सदस्य एवं युवा विद्यार्थीका संयोजक विदेश्वर प्रसाद यादव विक्की, डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण शाह, जिल्ला अध्यक्ष सुनिल कुमार झा लगायतका नेताहरूको सहभागिता रहेको थियो। आउँदो फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रचार प्रसारमा जानु अघि राजनीतिक दल र उम्मेद्वारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचार संहिता 2082 मा गरिएको छ। आचार संहिताको दफा 37 मा राजनीतिक दल वा उम्मेद्वारले निर्वाचन घोषणा पत्र सार्वजनिक गरी त्यसको आधारमा प्रचार प्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ। यो व्यवस्था अनुसार आउँदो फागुन 4 गतेदेखि निर्वाचन प्रचार प्रसार हुने कार्यतालिका छ। तर आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणा पत्र पेश नगरेको सहायक प्रवक्ता कुल बहादुर जीसीले जानकारी दिनुभएको छ। निर्वाचन घोषणा पत्र राजनीतिक दलले आयोगमा र उम्मेद्वारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचार संहितामा छ। राजनीतिक दल वा निर्वाचित उम्मेद्वारले चुनावी घोषणा पत्रमा उल्लेख भए बमोजिमको कार्य प्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जीसीले बताउनु भएको छ। सप्तरीको क्षेत्र नम्बर 3 का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरकान्त चौधरी सहित 9 जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय इटहरीले सोधपुछको लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको छ। डाक्नेश्वरी नगरपालिका वडा नम्बर 5 स्थित रहेको श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरी, राम सागर मण्डल, सत्येन्द्र कुमार मण्डल, कन्दी देवी सदा, कविता सिंह, श्यामला देवी मण्डल, दुखरन मण्डल, सुभाष कुमार शाह र योगेन्द्र प्रसाद मेहतालाई उजुरीको अनुसन्धान सम्बन्धमा सोधपुछ बयान लिनुपर्ने भएकाले शुक्रबार उपस्थित गराइदिन डाक्नेश्वरी नगरपालिकालाई अख्तियारले आग्रह गरेको हो। सो विद्यालयको विद्यालय भवन निर्माण कार्य समेतमा भ्रष्टाचार गरेको बेहोराको यस कार्यालयमा दर्ता भएको उजुरीको आधारमा छानबिन गरिरहेको आयोगले जनाएको छ। आयोगले पत्राचार गरेको पत्रमा रासोपा उम्मेद्वार चौधरी सहित अन्य 8 जनालाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका सदस्य भनेर सम्बोधन गरेको छ।
चौधरीले विद्यालय स्थापना तथा सञ्चालनमा आफ्नो परिवारले निकै जग्गा दान दिएको र 2 महिना अघि पनि विद्यालयका लागि आवश्यक रहेको थप जग्गा समेत दान स्वरूप मालपोत कार्यालय सप्तरीबाट 1 महिना अगाडि रजिस्ट्रेसन गरेको बताउनुहुँदै अख्तियारले प्रचार प्रसारको बेलामा आफू विरुद्ध पत्र काट्नुलाई उपयुक्त समय नभएको भनी टिप्पणी समेत गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले निर्वाचन आचार संहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ। आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै आचार संहिताको पालनामा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको हो। आयोगले चुनावलाई मानव अधिकार मैत्री बनाउन पनि जोड़ दिएको छ। आगामी फागुन 21 गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा मानव अधिकारको अवस्थाको बारेमा सूक्ष्म अनुगमन गरिरहेको बताउँदै आयोगले चुनावी प्रचारका क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नलगाउन आग्रह गरेको हो। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले चुनावी प्रचारका क्रममा राजनैतिक दलका केही नेता र उम्मेद्वारले एक अर्को दल, नेता तथा उम्मेद्वार प्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको उल्लेख गर्नुभयो। त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ। अरूको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचार प्रसार गरिएको पाइएको आयोगले जनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका 2 व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेपछि विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग 24,50,000 रुपियाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेज बहादुर तामाङ र सानु कान्छा तामाङ विरुद्ध मुद्दा चलाइएको हो। भक्तपुर चाँगुनारायण नगरपालिका 4 का तामाङ द्वयले आयोगमा अनुसन्धानका क्रममा गरेको बयान प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको आयोगको ठहर छ। साबिक चाँगुनारायण गाविस 5 ख किता नम्बर 286 र 289 को जग्गा बाँडफाँड तथा नामसारीका लागि सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको कार्य पुष्टि भएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार बयान फेर्ने साक्षीलाई भ्रष्टाचार निवारण ऐन 2059 को दफा 3 को उपदफा 3 बमोजिमको कसुरमा 24,50,000 रुपियाँ बिगो कायम गरिएको छ। प्रतिवादीलाई ऐनको दफा 3 को उपदफा 1 को देहाय घ बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको माग गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही 1 लाख रुपियाँ राहत दिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकले मृतकका परिवारलाई जनही 1 लाख रुपियाँ राहत दिने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री कमल बहादुर शाहले जानकारी दिनुभयो। बैतडीको पुर्चौडी नगरपालिका 7 भौनीबाट बेहुली लिएर फर्किने क्रममा पुर्चौडीको बडगाउँ मोडमा सुदूरपश्चिम प्रदेश 02001 ख 1119 नम्बरको बस बिहीबार बेलुका दुर्घटना हुँदा 13 जनाको ज्यान गएको थियो। पुर्चौडी नगरपालिकाले शुक्रबार शोक विदा समेत दिएको थियो। दुर्घटनामा घाइते भएका 34 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रौतहट क्षेत्र नम्बर 2 मा बिहीबार भएको 4 वर्षीय बालिका मृत्यु घटनामा जोडिएका सवारी चालक विरुद्ध अनुसन्धानका लागि 5 दिन म्याद थप भएको छ। बालिकालाई ठक्कर दिने बा 15 च 4244 नम्बरका कार चालक परौहा नगरपालिका 3 घर भएका 27 वर्षीय शेख मुस्ताक विरुद्ध 5 दिनको म्याद थप भएको रौतहट प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले 5 दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद दिएको जानकारी दिनुभएको छ। बिहीबार दिउँसो 2 बजेतिर रौतहटको ईशनाथ नगरपालिका 3 मठिया टोलमा 4 वर्षीय बालिका अल्फा खातुनलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो। उक्तका राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर 2 का उम्मेद्वार शेख सगिरको नाममा रहेको पाइएको छ। उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो। घटनापछि स्थानीय आक्रोशित बनेका छन्। अब अर्थ समाचार।
काठमाडौँ महानगरपालिकाले 8 सहकारी संस्थालाई 7 दिनभित्र घर बहाल तिर्न सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ। कानून तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो। महानगरपालिकाले न्यायिक समितिबाट घर कोठा खाली गर्ने भनी भएका निर्णय मध्ये सहकारीले बहालमा लिएका घर कोठा खाली गर्ने सम्बन्धी मिति 2082-10-15 मा निर्णय कार्यान्वयन समितिको बैठकमा भएको निर्णय अनुसार सूचनामा विवरण भएका सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा संस्थाका सदस्यले सूचना प्रकाशन भएको मितिले 7 दिनभित्र काठमाडौँ महानगरपालिका कार्यालय कानून तथा भवन मानव अधिकार विभागमा सम्पर्क गर्नुपर्ने जानकारी गराइएको छ। तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य सम्पर्कमा नआएमा सहकारीले बहालमा लिएका घर कोठा न्यायिक समितिको निर्णयअनुसार खाली गरिने जनाइएको छ। उक्त घर कोठा खाली गर्दा सहकारी कार्यालयका सामान सम्बद्ध घर धनीको जिम्मामा दिइनेछ। पछि सहकारीका सम्पत्ति सरसामान सम्बन्धमा कुनै दाबी विरोध नलाग्ने बेहोरा समेत यसै सूचना मार्फत सूचित गरिएको सूचनामा उल्लेख छ। नाम सार्वजनिक गरिएका सहकारीहरूमा वडा नम्बर 31 स्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नम्बर 6 स्थित नव सबल र सन्दुक सहकारी संस्था लिमिटेड, सोही वडामा रहेको सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर 17 मा सञ्चालित युनिफाइड बचत तथा ऋण सहकारी संस्था छन्। त्यसैगरी वडा नम्बर 22 मा सञ्चालित महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर 32 मा रहेको ग्रेट गंगासागर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, वडा नम्बर 10 मा सञ्चालित प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन्। लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालक फरार भएपछि घरधनीबाट महानगरपालिकामा निवेदन प्राप्त भइरहेका छन्। यसरी आएका निवेदन फर्चोट गर्ने क्रममा महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेर सो प्रक्रिया अगाडि बढाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र रूस बीच उच्च स्तरीय सैन्य स्तरको वार्ता फेरि सुरु गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। दुई देशबीचको यस अघिको सन्धि अवधि समाप्त भएको केही घण्टापछि बिहिबार नै नयाँ वार्ता सुरु गर्ने सहमति भएको समाचार संस्था एएफपीले जनाएको छ। सम्झौता समाप्त भएपछि बिहिबार रूसको आणविक हतियारको संख्यामा अब कुनै सीमा नभएको जनाएको थियो। अमेरिकी सेनाको युरोपियन कमान्डले विज्ञप्ति निकाल्दै सैन्य तहको संवाद कायम राख्नु विश्वव्यापी स्थिरता र शान्तिका लागि महत्वपूर्ण हुने जनाएको छ। केवल शक्तिको माध्यमबाट सबै थोक प्राप्त गर्न सकिन्छ भन्ने नभई नयाँ सहमतिले थप पारदर्शिता र तनावलाई कम गर्ने विज्ञप्तिमा उल्लेख छ। आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष आणविक शक्ति राष्ट्रहरू बीच हतियारको नयाँ होडबाजी शुरू हुने र चीनलाई आफ्नो शक्ति विस्तार गर्न प्रोत्साहित गर्ने अभियानकर्ताहरूले चेतावनी दिएका छन्। यसैबीच फरक परिस्थितिमा विश्वका जिम्मेवार देशहरूले जिम्मेवारी र संयम अपनाउन नेटोले आग्रह समेत गरेको छ। अब खेल समाचार। आईसीसी टी20 विश्वकप अघिको दोस्रो एवं अन्तिम अभ्यास खेलमा नेपालले क्यानाडालाई 6 विकेटले पराजित गरेको छ। भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा बिहिबार भएको खेलमा क्यानाडाले दिएको 162 रनको लक्ष्य नेपालले 12 बल अघि नै 4 विकेट गुमाएर भेट्टाएको थियो। नेपालका आसिफ शेखले 58, सन्दीप जोराले 44, गुलसन झाले नट आउट 31 रन बनाए। क्यानाडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुण्डलले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले 20 ओभरमा 6 विकेट गुमाएर 161 रन बनाएको थियो। क्यानाडाका नवनीत दहलीवालले 41, श्रेयस मोबुवाले नट आउट 38 रन बनाए। नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले 2-2 विकेट लिएका थिए। नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई 7 विकेटले पराजित गरेको थियो। 10औं संस्करणको टी20 विश्वकप शनिबार फेब्रुअरी 7 देखि मार्च 8 तारिकसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने भएको छ। प्रतियोगितामा 20 वटा देशलाई 4 वटा समूहमा विभाजन गरिएको आयोजकले जनाएको हो। प्रतियोगितामा नेपाल समूह सी मा छ। यो समूहमा नेपालसँगै इङ्ल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र इटली रहेका छन्। नेपालले आइतबार इङ्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको हो। प्रमुख समाचारका शीर्षकसँगै आम नेपाली समाचार सकियो। ताजा समाचार र मनोरञ्जनका लागि आम नेपाली टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।